के सामान बोक्दा कहिले फाइदा हुन्छ र? बिहानको सबै कामहरू सकाएर म अब अटो चलाउन निस्किसकेँ। आज शनिबारको दिन थियो, त्यही भएर बजारतिर खासै मान्छे देखिरहेको थिएनन्। बस पार्कबाट चौरा जाने क्रममा मैले एकजना भेट्टाएको थिएँ र 15 रुपियाँको इन्कम भयो फर्स्टमा। चौरादेखि भन्सार गएको थिएँ, भाटबटिनी जाने भनेर दुईजना भेटिनु भयो, उहाँहरूलाई लगेर गए भाटबटिनी। यो ट्रिपमा मेरो कमाइ भएको थियो 100 रुपियाँ। बस पार्क जाने भनेर 3 जना भेट्टाएर 45 रुपियाँको इन्कम भयो। त्यसपछि चौराबाट मैले अत्तरिया जाने भनेर मैले 4 जना भेट्टाएर अत्तरिया गएँ। बजारतिर खासै मान्छे थिएनन्, त्यही भएर कमाइ भएको थिएन। अत्तरियादेखि धनगढी पुग्दासम्म मैले टोटली अहिले 800 रुपियाँ कमाइसके। खाना खान जाउँ भनेर म रुमतिर गइरहेको थिएँ, त्यही बेला फर्निचरबाट दाइले फोन गर्नुभयो र एउटा टेबल लैजानु पर्नेछ भाइ, छिटो आऊ भन्नुभयो। 1 किलोमिटर भित्रैमा पुगाएको मैले 200 रुपियाँ पाइरहेको थिएँ भनेपछि मैले नजाने त कुरै भएन। हतार हतार गरिकन त्यसपछि दाइको पसल गयो नि, टेबललाई निकालेर लोड गरेँ। जुन घरमा यो टेबल पुगाउनु थियो त्यो घरबाट मैले टेबलको पैसा पनि लिएर आउनु पर्ने थियो, त्यही भएर म छिटो छिटो गइ नै हालेँ। जसको टेबल लगिरहेको थियो उहाँले 1 किलोमिटर मात्रै भन्नुभएको थियो, तर 1 किलोमिटर भन्दा बढी नै रहेछ। मलाई भोक पनि धेरै लागिरहेको थियो, त्यही भएर फटाफट पैसा बुझेर अनि म निस्किहालेँ। करिब 2 दिनपछि मेरो एक्जाम पनि स्टार्ट भइरहेको थियो सेकेन्ड सेमिस्टरको, त्यही भएर एक्जामको पनि तयारी गर्नु थियो, म त्यही भएर निस्किएँ। अब त म पढ्नुपर्छ भनेर रुमनिर पुगिरहेको थिएँ, त्यही बेला फेरि मैले 4 जना पाएँ क्याम्पस रोड जाने। उहाँहरूलाई क्याम्पस रोड छोडेकै थिएँ, त्यही बेला मोती चोकबाट फेरि मैले 4 जना पाएँ जोकर ताल जाने। तालतिर नआएको पनि मलाई धेरै दिन भइसकेको थियो, त्यही भएर तालतिर 2-4 राउन्ड लगाएँ अनि त्यसपछि म निस्किएँ। जोलाई मैले तालमा छोडाएको थिएँ उहाँहरूलाई नै फेरि मैले चौरा लगेँ। जोकर ताल गएको मलाई 500 रुपियाँको प्रफिट भयो।